तपाईको पार्टनरले चिट गरिरहेको छ भने यी 3 हरकत देखाउँछन्। आज म साइकोलोजी र रिलेशनशिप एक्सपर्टहरूले भन्ने गरेका 3 त्यस्ता मुख्य लक्षणहरूको बारेमा कुरा गर्नेछु। अन्तिमसम्म हेर्नुहोला। हरकत नम्बर 1, आफ्नो फोन धेरै लुकाएर चलाउन थाल्नु। हो, सबैको आफ्नो प्राइभेसी हुन्छ र त्यो सामान्य कुरा हो। तर यदि तपाईको पार्टनरले अचानक आफ्नो फोनको पासवर्ड बारम्बार फेर्ने, तपाईँ छेउमा आउँदा हतार च्याट बन्द गर्ने, नोटिफिकेसन आउँदा तर्सिने वा फोनको स्क्रिन सधैँ घोप्टो पारेर राख्छन् भने उनीहरू तपाईबाट केही लुकाइरहेको हुन सक्छ। हरकत नम्बर 2, व्यवहारमा अचानक परिवर्तन आउनु। पहिला तपाईसँग घण्टौं कुरा गर्ने मान्छे अचानक धेरै बिजी छु, काम छ वा मलाई डिस्टर्ब नगर भन्न थाल्छन्। साथै तपाईले सामान्य कुरा गर्दा पनि उनीहरू झर्किने वा रिसाउने गर्छन् भने यो राम्रो संकेत होइन। तेस्रो र सबैभन्दा खतरनाक हरकत, उल्टो तपाईलाई नै शंकालु बनाउनु। यसलाई ग्यास लाइटिङ पनि भनिन्छ। जब तपाईले सोध्नुहुन्छ तिमी आज कहाँ थियौ वा त्यो फोन कसको थियो, तब उनीहरू सिधा जवाफ दिनुको साटो उल्टो तपाईमाथि नै खनिन्छन्। उनीहरू भन्छन् तिमी मलाई कति शंका गर्छौ, मेरो पनि प्राइभेसी हुन्छ, वा तिम्रो शंकाले गर्दा हाम्रो सम्बन्ध बिग्रिदैछ। यदि उनीहरू आफ्नो गल्ती लुकाउन तपाईलाई नै दोषी देखाउँछन् भने बुझ्नुस् कि उनीहरू आफूलाई बचाउन खोजिरहेका छन्। साथीहरू, यी 3 हरकत देखिँदैमा तपाईको पार्टनरले 100% चिट नै गरेका छन् भन्ने हुँदैन। कहिलेकाहीँ अरू कारणले पनि यस्तो व्यवहार देखिन सक्छ। त्यसैले सिधै झगडा गर्नुभन्दा पहिले आफ्नो पार्टनरसँग शान्त भएर खुलेर कुरा गर्नुस्। तर यदि बारम्बार यस्तै भइरहन्छ र तपाईको गट फिलिङले केही गलत छ भन्छ भने त्यसलाई इग्नोर नगर्नुहोला।